हिजो अब राति खाना खाएर हामी सुतिहाल्यौँ, त्यही भएर खासै गर्न पाइएन। अहिले भने चाहिँ हामी दाइको अपार्टमेन्टको लागि यहाँ त कलुम्स भन्नेमा आएको छौँ। यस अपार्टमेन्ट चाहिँ एकदमै राम्रो चाहिँ फिल्महरूमा कहिलेकाहीँ देखाएर हुन्थ्यो त्यस्तोवाला छ, भर्खरै पिच गरेर रहेछ। अनि साइडमा अर्को अपार्टमेन्टहरू पनि छ, त्यहाँ पनि जान पाइयो। र अब भने चाहिँ हाम्रो लिजिङ अफिस यतातिर जाऊँ अनि लेट्स सी कस्तो के हामी नर्थ युनिभर्सिटीमा छ। मामाको कारै सेलुले लिदिहाल्छ। यतातिर त्यस्तै छ अलिअलि हेर्दा स्टुडेन्ट सेन्टर यहाँ छ ल, म्युजिक पनि छ। यसो हेर्दाखेरि चाहिँ यो साउथ एलाबामा जस्तै रहेछ। मामाको अगाडि चाहिँ यस्तो यस्तो छ, गइरहेछन् तर जस्ट सेम नै छ भनौँ। अब यो चाहिँ हाम्रो जर्जियाको बुफोर्डबाट हामी रुबी फल्सको लागि निस्किँदैछौँ। बाटो चाहिँ एकदम रमणीय छ, हेर्न सक्नुहुन्छ। यहाँ हरियाली छ, कर्वै कर्व छ। म्यापमा हेर्दाखेरि पनि अब खत्रै कर्व आयो चाहिँ। हाम्रो ड्राइभर चाहिँ मेन युट्युबको ओनर यस्तो छ यहाँ। यहाँ जाँदाखेरि चाहिँ पुरै पहाड गएको जस्तो पहाड गएको जस्तो फिलिङ आउँछ। माउन्टेन छ जताजतै। जीवनमा एकचोटि आउनै पर्ने, चलाउनै पर्ने बाटो रहेछ यो चाहिँ, होइन? यस्तो छ। हामी चाहिँ अब रुबी फल्स जाँदै गर्दा यहाँ चाहिँ ठुल्ठुला पहाडहरू देखिएका छ। अहिले चाहिँ यो रुखले छोपियो, 1-2 मिनटपछि फेरि देखिन्छ सायद, थाहा छैन, पहिलोचोटि आएको हो। देखिए त भिडियोमा पनि देखाउँला, नदेखिए चाहिँ अब गुगल म्यापमा स्याटेलाइट मोडमा हालेर पनि देखाउँला। यसैबाटै यो रुखको हाइटै पहाड जस्तो छ, यसलाई पहाड भन्नु होला। तर छ यहाँ पहाड आउला भन्दा भन्दा यहाँ आइसक्यो है। यो चाहिँ पहाडै हो, रुख होइन, कन्फ्युज नहुनु होला। हेर्दाखेरि पनि मजा छ नि। मृग सिर्ग बस्छ भन्छन्, गाडीमा उफ्रेर आएर हानिदिन सक्छ। 1-2जना चिनेको मान्छेहरू हानिदिएको पनि छ। यो ठाउँको नाम चाहिँ टनेल हिल रहेछ। अब हेरौँ टनेल हिलमा टनेल चाहिँ छ कि छैन। टनेल हिलमा टनेल रहेनछ भने त्यो चाहिँ अचम्म भयो, कुरो गम्भीर हुन्छ। यहाँ अमेरिकन सरकारलाई चाहिँ म गएर एकदमै टनेल चाहिँ बनाउन आग्रह गर्छु। बाघ बजारमा बाघ नभए जस्तो, सुकुल ढोकामा सुकुलको ढोका नभए जस्तो, होइन? त्यस्तो छ जस्तो लाग्छ मलाई चाहिँ, जहाँसम्म मलाई लाग्छ। तर अब हेर्दैछौँ। अब यो टनेल हिलबाट चाहिँ हामी 1-2 माइल यता आइसक्यौँ, तर टनेल चाहिँ भेटिएन। यो चाहिँ कुरो गम्भीरै भयो। अघि बसन्तले बाघ बजारा बाघ नभए भने जस्तो, होइन? कार्कीसँग कार नभए भने जस्तो, सुखीदेव दुखी भयो भने जस्तो। अब यस्तै केही कुराहरू छ भने कमेन्टमा थप्दै गर्नु होला। त्यसको बारेमा छुट्टै भिडियो बन्ने छ, कोसँग के छैन भन्ने कुरो। तर यहाँ चाहिँ मुख्य कुरो टनेल छैन। अहिले चाहिँ हामी टेनेसी आइपुग्यौँ ट्याक्क, होइन? टेनेसी टेक्नोलोजी कोरिडोर लेखाएको छ। गाडी बढी स्पिडमा भएर तपाईँहरूले देख्न सक्नु भएन होला, त्यसको लागि हामी क्षमा प्रार्थी छौँ। ट्याक्क टेनेसी आइपुग्यो। यहाँ चाहिँ फेरि के छ भने स्पिड लिमिट लेखा हुन्छ है 45। यो 45 स्पिड लिमिट भनेको चाहिँ म्याक्सिमम अलाउबल स्पिड लिमिट हो। तर तपाईँहरूले चलाउँदा चाहिँ 45 मुनि चाहिँ नचलाउनु होला, मान्छेले सराप्छन्, होइन? त्यही हो ल। अब टेनेसी आइपुग्यो। टेनेसी एक्वेरियम जाने भए पनि यहाँ लेखिया छ, ब्लर भयो त्यो चाहिँ क्यामेराको फोकसले गर्दा। ल टेनेसीमा राम्रो सहर थियो, छ भनौँ, तर रुखले छेक्यो। रुखले सेक्दैन, सहर गायब हुने चाहिँ होइन, तर हाम्रो नजर चाहिँ गायब भयो सहरको। ल अहिले चाहिँ पहाड, सहर के हेर्नु छ मजाले हेर्नु होला। अहिले हेर्दाखेरि रुखले छेकिदिन्छ अनि यहाँ कुरो गम्भीर हुन्छ। यसरी यो टिलिक भइरहन्छ। यो बत्तीको पनि, ग्यासको प्राइस पनि, सरी बत्तीको पनि भनिदिन्छु मैले। त्यसको लागि क्षमा प्रार्थी छौँ, होइन? यहाँ चाहिँ हाम्रो बसन्तले चलाइरहेको छ, त्यही भएर म भ्लग गरिरहेको छु। यदि मेरो भ्लग मन पर्यो भने चाहिँ लाइक, कमेन्ट, सेयर, सब्सक्राइब के गर्न मिल्छ युट्युबमा जे सबै गरिदिनु होला। यो चाहिँ हामी अब रुबी फल्सको छिर्न आँट्यौँ। पुरै हिली रोड छ।
अमेरिकामा हिली रोड पनि चलाइयो। यहाँ तल चाहिँ एउटा नदी टाइप छ होइन, अहिले चाहिँ हल्का फुल्का मात्र देखिया छ, नारायणी नदी टाइप छ, तर अलिअलि फोर ब्राउन टाइप देखिया छ, तर त्यसमा ढल चाहिँ मिसिया छैन पक्कै पनि। नेपाल जस्तो सफा गर्न आग्रह गर्दछु होइन। यहाँ होटलहरू पनि छन्, रिभर भ्यू भन्ने। मुख्यमा घाम परेको छ, बेलुकाको 6 बजे पनि मुख्यमा घाम परेको छ। यहाँ अमेरिकामा चाहिँ के छ भने साँझ बत्ती बाल्दैनन् अरे, किन भन्दाखेरि साँझै हुँदैन, त्यही भएर। भन्दै गर्दा हामी पहाड चढेर रुबी फल्स पनि आइपुग्यौँ होइन। अब यहाँ चाहिँ पार्क गर्नुपर्छ, पहाड चढेर हामीले पार्क गर्ने यहीँ हो, पहाडमा पार्क गरौँ। अब अपिल पार्क गर्दाखेरि चाहिँ के गर्नुपर्छ, टायर पनि ध्यान दिनुपर्छ। यहाँ खाना के अरे खाएर जाने हो कि के गर्ने? दाइले दिनुभयो हामीलाई छैन। ओके, अब हामी रुबी माउन्टेन पुगिसकेका छौँ। यहाँ घाम लागेको छ, त्यही भएर देखिँदैन, तर एकदमै हावा चलिरहेको छ। यहाँ पनि तल के छ देखिँदैन, सो माथि गएर नै हेरौँला। ओके, हामीले गाडी त्यहाँ पार्क गऱ्यौँ, त्यो चाहिँ मेन जेस लेखेको। यहाँबाट चाहिँ सहर देखिन्छ, यो चाहिँ सानोतिनो लेक छ अनि सहर बसेको छ, अनि यतातिर चाहिँ ठुल्ठुलो बिल्डिङहरू छन्। उतातिर चाहिँ एउटा पुल देखेको थिएँ, तर जेस सहर छ यहाँ। अनि यो चाहिँ मेन रुबी फल। टेक अ पिक्चर। ओके, entrance and tickets 28.95. We are at the cave tour. र यतातिर चाहिँ पुरै सपिङहरू गर्नुलाई रहेछ। यहाँ के हेलमेटहरू छन् माइनिङको लागि, किन भन्दाखेरि माइन एरिया हो भनेर भन्थे। अनि यतातिर टोइजहरू र टन्ना आइटमहरू छन्। नाउ लेट्स गो। ल इन्ट्रेन्स। Behold the wonders of Ruby Fall. यतातिर पनि फोटो खिच्ने कोही? सुरुमा एलिभेटर। All right, here we are, 260 feet deep. When I get the doors opened, I'd like you to please follow me. 260 feet below. 20 सेकेन्ड जति लाग्दो रहेछ। चिसो रहेछ। ओके, यो हाइट चाहिँ धेरै छैन, त्यही भएर मलाई चाहिँ अलिक गाह्रो हुन्छ होला। बट बेन्च छ, लाइट छ नि त। हाइट चाहिँ यस्तो छ एउटा चाहिँ यसरी लगभग अलमोस्ट माथि छु म। Virginia, okay, how about y'all? Michigan? For you? Yep, follow us. We are from Nepal. Alabama? Alabama? Yeah, originally we are from Nepal. Okay, cool. All right, so the trail is a half a mile long, and we'll take the same trail back, so we're going to walk 1 mile in total. I'm going to go check to see if anybody else is going to join us for the tour. Y'all please head down here and follow the instructions from our photographer to get your picture. Then please wait for me at the sign that says to stop and wait for the tour guide, and we'll be ready in a few minutes, okay? All right. Okay, thank you. I'll be with y'all soon. Yeah. So, यिनीहरू चाहिँ पिक्चर पनि खिच्छन् है। नाइस। नेचुरल इन्भाइरोमेन्ट। र हामीले चाहिँ त्यहाँनिर स्टप हियर भनेको छ, किन भन्दाखेरि अर्को मान्छेहरू आइरहेछन्। अब इन्ट्रो भिडियो हुन्छ। Guide, I am taking you through a cave, which means we're going under low rocks and over stairs, ramps, and wet floors. So please watch your head, watch your step, and use the handrails where provided. This is a guided walking tour. We're going to stick together in this one group so we don't lose anyone. So, some folks might call it wise to turn back in favor of sunlight and certainty. Take the easy path. Miss the detour that just... I'm going to get stuck. So we're going to walk instead. So are y'all ready? Yeah. All right, please follow me. Watch your head on these rocks. If you have any questions, feel free to ask. उनीहरू चाहिँ यो बाटो क्रल गर्दै हिँडेको अरे। हजुर, यो बाटो यस्तो बाटोहरू हिँड्दै गएको अरे। नाइस। माथितिर हेर्नुभयो भने अलिअलि हाम्रो तल चाहिँ पानी छ, नेचुरल ग्राउन्ड वाटर। Low rock, please watch your head.
सानो छ एउटा यसरी हिँड्नुपर्छ यहाँ छैन यहाँ केटाहरू ओके यस्तो बाटो चाहिँ हिँडेर गयो होला माथि चाहिँ राम्रो छ पानी गरेर होला तल चाहिँ एसफल्ट हालेको लाइट छेक्नलाई चाहिँ यसरी ढुङ्गाहरू माटोले राखेको यो चाहिँ दिस साइड मार्क्स द रूम टु स्ट्यान्ड ओके यहाँबाट चाहिँ उनीहरू उठेको रहेछन् 7 घन्टा चाहिँ क्रल गरेको अनि त्यसपछि 10 घन्टा चाहिँ यसरी हिँडेको उनीहरूले सुरुमा सो यो चाहिँ एकदमै ठुलो छ मजाले हेडरुम न्यारो 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 अनि यहाँ अझै लाइटिङ भएको भए साइडको देखिन्थ्यो होला ढुङ्गाहरू तर अहिले चाहिँ देखिरहेको छैन चाहिँ कहाँको भयो ओके एक्सप्लेन गर्नु Okay, can everyone hear me clear? If that one's on, you can stand and walk the rest of the way through here. All the space around us and above us is all the natural space of this cave system. I'm going to play an audio clip for you now. This is going to tell you some more about the cave, the trail, and the rock formations. So you all enjoy. We opened Ruby Falls Cabin for tours on the right on, face, or break cave formations. For your safety, please stay with your guide. So the minerals in the water build up layer by layer to leave behind a cave formation. So if the formation is wet, it's growing. Again, सानोतिनो स्पाइक्सहरू लाइटले गर्दा झन् नराम्रो देखिरहेछ अनि यो चाहिँ अन्धकार छ यो र यो साइडहरूमा कस्तो ढुङ्गा छ नै देखिँदैन अनि यो साइडमा पनि देखिँदैन छोयो भने चाहिँ 5000 सम्म फाइन लाग्छ त्यही भएर हामी टच गर्दैनौँ जस्ट हेर्छौँ जस्तो यो माथि क्रिस्टल यसरी ह्याङ गर्दैछ स्टेगमाइट यो क्रिस्टल च्यान्ट तलको चाहिँ फेरि फ्लोर पनि छुट्टै छ यहाँ चाहिँ अनि सानो सानो दिस वे इन द्याट वे आउट ओके यहाँ चाहिँ अलि बढी लाइटिङ छ यो सर्फेस चाहिँ छुट्टै छ ग्राउटिङ गरे जस्तो अनि यो त नेचुरल जस्तो लाग्छ यो चाहिँ खनेर बनायो होला 5 मिलियन टन भने जस्तो लाग्छ को जति लाइम स्टोन चाहिँ यहाँबाट बाहिर फालेको सो द्याट्स अ ह्युज मजाको छ हेडरुम केटाहरू पछाडि छ नाइस नाइस यो चाहिँ ड्रिलिङ गर्दाखेरि के भन्छ टिएनटी डाइनामाइट राखेको होलहरू ओके त्यसपछि अझै ओपन स्पेस उताबाट यता आउने यो चाहिँ सानोतिनो के देखिन्छ एन्ड is the north end of the southbound donkey. And you gave it that name because it looks like a donkey's butt. If you look at it from that angle, you'll see a pair of legs, a tail, and a pair of ears. Okay, that's the donkey over there. Yeah, Tripal पनि छ साइड सुत्नलाई Watch your step. सानो छ यहाँ यता छ वार्निङ स्लिपरी एरिया त्यही भएर अलिकति यहाँ देख्न सकिन्छ पानी चुहिरहेछ सो पानी ओके मेरो हातमा पानी पऱ्यो त्यो भनेको चाहिँ केभ किसो अरे जस यो चाहिँ नेचुरल ग्राउन्ड वाटर होला नजिक औँली जुङ्गा अनि यो चाहिँ खतरा छ है ल माथि चाहिँ अब यो त बयानै गर्न मिल्दैन टेक अ पिक्चर ल 1 2 3 यहाँ त कलम दिस लुक्स रियली नाइस छुट्टै छ फेरि यो होइन यहाँ टचै भएको छ
यहाँबाट चाहिँ Watch your head here because we're going That's under these low-hanging rocks. अनि कोइनहरू त्यहाँ फालेको छ सबै आई डोन्ट नो वाइ बट दिस लुक्स अमेजिङ थ्याङ्क यू हिँड्दा हिँड्दै मैले टाउको नै नदेखेको पानी चिरा छ यहाँबाट यस्तो यस्तो छ फेरि यहाँ त्यस्तो चाहिँ हामी पोखरामा जाँदाखेरि कुन अर्को ठाउँमा पनि देखेँ जस्तो लाग्छ तर कुन ठाउँ हो महेन्द्र गुफा हो सायद हो तर कहाँ त्यो त कहाँ गएको नै थाहा छैन कि त्यो म कहाँ चाहिँ गएको बत्ती थियो अलिअलि ए ल माथितिर झनै छन् यस्तो यस्तो छ है माथितिर त सबै रहेछ अनि यहाँ चाहिँ साँगुरो बाटो छ सो दिस लुक्स नाइस Okay, do we still have everyone together? Yes. All right, thank you. Part of the cave that was named by Ruby, not Leo, because this was her favorite part of the cave other than the waterfall. She would come down here, lay down blankets and pillows, light candles, read books, and take naps. That's why she named it her Hall of Dreams. And she would do that because the temperature in the cave stayed the same year round. It's always between 60 डस्टबिनहरू पनि छ लेनिङ टावर अनि यो चाहिँ टटल जस्तै छ अनि मर्लिन द टटल्स एन्ड दे प्रोनाउन्स इट एज सी ओके देन अनि सेतो कलरका टन्नै छ होइन यहाँबाट चाहिँ कडा देखिरहेछ यो But other than that, यो पनि कडा छ है अगाडिकोला यो स्ट्रक्चरहरू चाहिँ पातुलोमा कडा अनि यो त झनै वाउ दिस वान लुक्स नाइस टु मी अब ह्यान्ड रेलिङ प्रोभाइड गरेको ठाउँमा चाहिँ हामीले हात समात्नुपर्छ अरे अरू ठाउँमा चाहिँ नसमाते नि हेर्छ सो हिँड्ने एन्जल्स विङ This looks nice. सिधै त केही पनि छैन तर यो चाहिँ हामी डाउन हिल गइरहेछौँ यहाँ चाहिँ यो सानो छ टिनको यहाँ चाहिँ फेरि लगाएको छ ब्रिज टाइप माथि त नर्मल नै छ यता पोटेटो चिप्स अनि तल चाहिँ पानी बगिरहेको माथितिर चाहिँ बेकन एन्ड पोटेटोज नेम गरेको यो आइरन अक्साइडले गर्दाखेरि चाहिँ रातो देखिएको सेतो चाहिँ होइन कालो चाहिँ म्याग्नेजियम सेतो चाहिँ सिलिकाले और मेबी सम अदर केमिकल्स यहाँ चाहिँ अलिकति यतातिर पानी छ त्यही भएर ब्रिज टाइप द्याट इज द साउन्ड अनि अब चाहिँ जति क्लोज गयो त्यति बढी पानी चिरा जस्तो देखेँ मैले Tobacco leaves, gaza. I call these ones here the chicken feet. Going downstairs under a low-hanging rock. भाङ भन्छ नि ओके सुर्ती रेल सुर्ती नै होला हो त्यसो जे पनि नाम दिएको छ अनि यो चाहिँ ग्रुपहरू गरेको छ अलि फ्रिक्सन होस् भनेर एभ्रिथिङ
is good over here. Watch your head. Okay, इसके बाद उजाला सानोतिनो formation, normal formation, Niagara Falls, flowstone Yeah, we're going formation. downstairs and back upstairs by the frozen Niagara Falls. Oh, okay. Wow. This looks nice. I don't know what this is, but free haircut. Oh no. Very caro andhero cha. This looks some controller. Oh wow, yo chahi kodai halecha ni. We're nearly there. We got to go up through Lookout Lane, the most narrow part of this trail. If I get stuck, just push me. Narrow part. Okay, yeah. A little feel हुन्छ त्यही भएर नाम चाहिँ लुकआउट लेन फेरि यसरी नै के बनेको छ टुप्पा यो चाहिँ सिधै अगाडि जान्छ उज्यालै छैन तल मात्रै उज्यालो रहेको छ अनि यहाँ चाहिँ एकदमै नजिक हेर्नुभयो भने यता पनि केही गर्नु मिल्दैन so it's too near finally Under the lowest rock of the trail. अनि यहाँबाट चाहिँ तल स्टेप्सबाटै माथि चौट यतातिर चाहिँ यो चाहिँ फर्किने बाटो अनि अलिअलि आवाज पनि सुनिन्छ अब वाटरफलको ओके अँध्यारो बाटोबाट लगिरहेछन् पानीबाट पानी परिरहेको जस्तो छ मेरो आवाज राम्रो नसुनिरह होला तर अहिले हामी वाटरफलमा छौँ ट्युन चाहिँ बुद्धको जस्तै आइरहेछ है ब्याकग्राउन्ड म्युजिक केही पनि देखिँदैन है यहाँ चाहिँ ओके है त ल माथिबाट मजाको फल हुँदो रहेछ तलसम्म अनि साइडमा चाहिँ के छ अब जाने फोटो खिचेर ओके अब आएको बाटो यो
हामी जाने बाटो यो सो आउने र जाने छुट्टा छुट्टै छ लेट्स गो Beehive Santina माथि डेन्जर हाई भोल्टेज यो चाहिँ सब बीहाइभ जस्तो देखिन्छ भनेर हो यो चाहिँ ड्र्यागन फ्रुट This one looks like dragon fruit. Does it? Yeah, अलिअलि तर फरक छ मिरर पुल त आउँदाखेरि पनि देखाएको थिएँ तर आउँदाखेरि चाहिँ त्यति राम्रो देखिँदैन थियो यहाँ जब यहाँबाट जति दाइ 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 उभिनु त अलिअलि यहाँनिर उभिनु न ल 3 2 1 नाइस देखिरहेको रहेछ यो चाहिँ अगाडिकै हेरेको होला we cannot touch it so just leave it asphalt पनि छ यहाँ माथि प्लेन गर्न and this is the same one जहाँबाट हामी आएको थियौँ यस्तो यस्तो छ नि okay this is the way out Leo Passage लेफ्ट साइडमा मात्रै अलिकति राम्रो छ अनि माथितिर राइटमा त यस्तो अब भने राइट साइडमा राम्रो एकदमै न्यारो रहेछ We still got stick and potato. यो बाटो चाहिँ हामी गएको यो बाटो चाहिँ हामी आएको सो यो त सेम नै हुने भयो अगाडिकै जस्तो अब हामी बाहिर आइरहेको छौँ सो राम्रो त्यो झर्ना त त्यहाँ अलिकति हाम्रो गुम्बामा लाउने म्युजिक टाइपको पनि चलिरहेको थियो तर केको आउँदाखेरि त लगभग आएकै बाटो हो गएकै बाटो हो सो त्यति साह्रो छैन तर हेर्दाखेरि चाहिँ महेन्द्र गुफा जस्तो अलिअलि लाग्यो मलाई त्योभन्दा अलिकति बढी फर्मेसनहरू छ तर पनि झर्ना चाहिँ धेरै नै राम्रो अब यहाँ एकदमै न्यारो छ क्यारे महेन्द्र गुफा जस्तो भनौँ त्यस्तो त्यस्तो फर्मेसन किन भन्दाखेरि त्यहाँ पनि जियोलोजिकल फर्मेसनहरू त्यस्तो त्यस्तै छ र अरू भनेको चाहिँ खास चाहिँ त मेन भनेको चाहिँ त्यही हाइटबाट फल हुने झर्ना We are out 1 घन्टा 1.5 घन्टा जति लाग्यो अरे जस यहाँ चाहिँ पछाडिबाट चाहिँ खतरा देखिन्छ भ्यू ओके मैले सिन चेन्ज गरेँ तर जेस यहाँबाट चाहिँ यो छ जेस मलाई चाहिँ मन पर्यो कस्तो लाग्यो त अहिले हाम्रो टेनेसीमा 9:18 यस्तो छ मौसम मौसम भने दिनै छ होला अहिलेसम्म यो चाहिँ 7:30 तिर हुन्थ्यो होला मोबिल अथवा अरू ठाउँमा सो टाइम चाहिँ अलि अर्कै छ यहाँ